Discover more about a person in an hour of a play than in a year of conversation. Thank you. नेपालमा सामुदायिक विद्यालयको सञ्चालनमा विगतदेखि निरन्तर रूपमा समुदायको सहभागिता योगदान देखिन्छ। समुदाय सक्रिय भएका विद्यालय अहिले पनि फरक अभ्यासका साथ नाम कहलिएर चलिरहेका छन्, जुन विभिन्न सञ्चार माध्यममा पढ्न, देख्न र सुन्न सकिन्छ। सन् 2016मा शिक्षा मन्त्रालय र युनेस्कोले गरेको एक अध्ययनमा बालबालिकाको शिक्षामा हुने कुल खर्चमध्ये सरकारको हिस्सा 44% र 56% अन्य स्रोतको रहेको देखाएको छ। अहिले पनि सामुदायिक विद्यालयमा सरकारी र गैर सरकारी क्षेत्रबाट गरिएको लगानी पर्याप्त छैन। जग्गा, भवन, शिक्षक, विद्यार्थी र स्रोतका अभावमा धेरैजसो विद्यालय जनतन चलिरहेका छन्। सामुदायिक विद्यालयको सुधार मार्फत गुणस्तरीय सार्वजनिक शिक्षा सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो। निःशुल्क र अनिवार्य विद्यालय शिक्षा, बालबालिकाको मौलिक हक कार्यान्वयन गर्नु सरकारको संवैधानिक जिम्मेवारी पनि छ। यो काम स्रोत र सहभागिताका हिसाबले अभिभावकको सहभागिता बिना सम्भव देखिएको छैन। विद्यालय व्यवस्थापन समितिले स्वयंसेवी रूपमा सामुदायिक विद्यालय सञ्चालनको लागि व्यवस्थापनको काम गरिरहेको छ। समिति र विद्यालय प्रशासन सक्रिय रहेका विद्यालय राम्रा पनि देखिएका छन्। विद्यालय व्यवस्थापन समिति महासंघले हामी सुधार्छौं हाम्रो विद्यालय भन्ने नाराका साथ राष्ट्रिय अभियानको रूपमा विभिन्न क्रियाकलाप मार्फत सामुदायिक विद्यालय बलियो बनाउने पहल गरिरहेको छ। यो अभियान महासंघ एक्लैले नभई नेपाल शिक्षक महासंघ, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र शिक्षामा सरोकार राख्नेहरूसँगको सहकार्य र समन्वयबाट गर्ने मान्यता राखेको छ। यसै अभियान अन्तर्गत विद्यालय व्यवस्थापन समिति महासंघले आफ्नो 11औं स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालय सुधारका लागि काम गरिरहेका मध्येका विद्यालय व्यवस्थापन समितिलाई सम्मान गर्ने कार्यक्रम राखेको छ। कोशी प्रदेशबाट जनता मावि अर्जुन धारा, झापाका अध्यक्ष नेत्रप्रसाद आचार्य हुनुहुन्छ। अभिभावक परिचालन र समुदायको सहभागिता, सामूहिक छलफलबाट निर्णय र त्यसको कार्यान्वयन, शिक्षकसँग सुझाव संकलन र त्यसको कार्यान्वयन, अभिभावकको मन जित्दै विद्यार्थी संख्या वृद्धि, विद्यालय प्रशासन र अभिभावकको पुलका रूपमा समन्वय यो समितिले गरेका उदाहरणीय काम मध्येका हुन्। मध्य प्रदेशबाट राष्ट्रिय आधारभूत विद्यालय भङ्गहा नगरपालिका महोत्तरीका अध्यक्ष सन्तोष महतो छानिनु भएको छ। विद्यालयमा अभिभावकको चासो बढाउन, विद्यालयमा बालबालिकाको संख्या वृद्धि गर्न, विद्यालयको शैक्षिक र भौतिक अवस्थामा सुधार गर्न, विद्यालयको परिसर रमणीय बनाउन, विद्यार्थीको प्रतिभा बाहिर ल्याउन र शिक्षकको समय कक्षा कोठामा प्रयोग गर्न, वार्षिक रूपमा विद्यालय धेरै दिन खोली पठन पाठन गराउनमा यो समिति सक्रिय छ। बागमती प्रदेशबाट राष्ट्रिय आधारभूत विद्यालय माडी चितवनका अध्यक्ष बलराम महतो पर्नु भएको छ। विद्यालयको सम्पत्ति संरक्षणमा अगुवाई गर्ने, अभिभावक परिचालन गरी विद्यालयको आर्थिक स्रोत संकलनमा सहयोग, बन्द हुने अवस्थाको विद्यालय स्थानान्तरणमा अग्रसर भूमिका, अति विपन्न विद्यार्थीहरूलाई समितिका पदाधिकारीहरूबाटै अभिभावकत्व ग्रहण, अभिभावकहरूको श्रमदानबाट विद्यालयको आन्तरिक आम्दानी बढाउने कार्य, अभिभावकको माग अनुसार विद्यालयमा शैक्षिक सत्र 2082 देखि कक्षा 8 को स्वीकृति यहाँको समितिले गरेका अभ्यासहरू हुन्। गण्डकी प्रदेशबाट काजीमान हरिटीका मावि पुतली बजार स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठलाई छानिएको छ। विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विद्यालयको योजना निर्माण र कार्यान्वयन, शिक्षकको कोठामा विद्यार्थी पुगेर कक्षा लिने विधि, विद्यालय आफैले विषयगत सहजकर्ताबाट तालिम प्रदान, विद्यालयको परिसरको सौन्दर्यता वृद्धि, समायोजन हुने अवस्थाका विद्यालयलाई पुनः जीवन दिने काम यो समितिले विद्यालय प्रशासनसँग मिलेर गरेको छ। लुम्बिनी प्रदेशबाट आधारभूत मावि रामपुर पाल्पाका अध्यक्ष कमलराज भट्टराईको नेतृत्व परेको छ। विद्यालयलाई पर्याप्त समय दिने, नियमित अभिभावकसँग अन्तर्क्रिया गर्ने, विद्यालय स्रोत साधन जुटाउनमा लागि पर्ने, विद्यालयमा आफ्नो आचार संहिता बनाई कार्यान्वयन, भेटनरी कक्षालाई समुदाय र आयोजनसँग जोड्ने काम, निःशुल्क पशु शिविर, नियमित सशुल्क भेटनेरी सेवा सञ्चालन जस्ता काममा यो समिति सक्रिय हुँदा विद्यालय अभिभावकसँग जोडिएको छ।
कर्णाली प्रदेशबाट लक्ष्मी आवी छत्रेश्वरी गाउँपालिका 1 जलेखर्क सल्यानका अध्यक्ष प्रदीप योगीको नेतृत्वलाई छनौट गरिएको छ। शिक्षक, अभिभावक र समुदायलाई जोड्ने काम, विद्यालय परिसरमा सुन्तलाको बोटको बगैँचालाई आकर्षण, करेसाबारीमा विद्यार्थीले अभ्यास गर्ने र तरकारी बेच्ने क्रियाकलाप, भूपू विद्यार्थी समूह निर्माण र परिचालन, 5वटा विभिन्न नामका 5,15,000 को अक्षय कोष स्थापना र सञ्चालन, देउसी भैलोको 3 लाख रकम विद्यालयको खातामा जम्मा गर्ने जस्ता काम यो समितिले विद्यालय प्रशासनसँग मिलेर गरेको छ। सुदूरपश्चिम प्रदेशबाट सिद्धेश्वर मावि पाटन नगरपालिका वडा नम्बर 9 हुक्के डाँडा बैतडीका अध्यक्ष प्रेम सिंह भाट छानिनु भएको छ। छोटो अवधिको सिपमूलक तालिम कार्यक्रम सञ्चालन, विद्यालयका वार्षिक कार्यक्रम क्यालेन्डर निर्माण र कार्यान्वयन, विद्यालयबाट अभिभावकको घरसम्म वर्षको 3 पटक घरसम्म पुग्ने, भूतपूर्व विद्यार्थी समाज गठन गरी पूर्व विद्यार्थीलाई विद्यालयसँग जोड्ने, देउसी भैलो चिट्ठा जस्ता कार्यक्रम गरी विद्यालयको आर्थिक स्रोत वृद्धि गर्नमा समितिको नेतृत्व सक्रिय रहेको छ।